Hey guys, good morning. Hope everyone is doing well. आज पनि same old. काममा जाँदैछु. आज चाहिँ 9 बजी पुग्नु पर्ने थियो. अनि it's in the place where people should be taking metro. So मेट्रोमा जाँदैछु ल आज. दामी सन्नी छ यार आज. एकदम सन्नी छ, दामी वार्म. जो जस्तो चिसो छैन. आधी घण्टाले नि कति फरक पार्ने के. हिजो म 7:30 मा निस्केको थिएँ, आज म 8 बजे निस्किँदैछु. कति उज्यालो. जाँदैछु आज नि सुई आज चाहिँ मेट्रोको बाटो जान्छु. सो मेट्रोको फुटेज पनि आउ सो यु गाइज. अनि म जान लागेको ठाउँ चाहिँ इट्स अलमोस्ट 1 घन्टा 1.5 घन्टा टाढा हो. त्यही नि पुग्छु आज. अनि आई एम मिसिङ वर्क फ्रम होम म्यान इफ आई बी अनेस्ट. अब फ्राइडे चाहिँ घरबाटै काम गर्छु. 3 दिन यताउति क्लाइन्टको अफिस भन्यो, यो भन्यो, काट उल्यो, यताउति गऱ्यो. झ्याउला एकदमै झ्याउलाइरहेको. अब फ्राइडे चाहिँ आई होप आई क्यान वर्क फ्रम होम. अनि हप्ता कति छिटो जान्छ गाइज. लास्ट छिटो गयो. आजको ट्रेन रहेको छ एलिजाबेथको पालाको. गाइज म चाहिँ स्ट्राथनमा आइसकेको छु. दिस वुड बी माई सेकेन्ड स्टप फर द ट्रेन. अब ट्रेन कुरेको भिडियो कति हाल्नु भनेर खिच्न नखोजेको. त्यही नि आई विल ट्राई टु क्याप्चर. मान्छेहरूको भिड छ फर द मेट्रो. मेरो चाहिँ प्लेटफर्म 6 मा रहेछ. आई थिङ्क इट्स इन लाइक 3 minutes. अब पुरा है त. Alright guys, मेट्रो आउँदैछ. Look at that. This is driverless train है त. यसमा ड्राइभरै हुँदैन है. This is automatic. At the last stop, office भन्दा last stop हो यहाँबाट. I think it's 7-8 minutes walk. अनि let me tap. Okay, 7-8 minutes far हो यहाँबाट. To the rescue. This is my first time here as well, so it's gonna be tough for me. First time on the, and I've never been to this place before. As in यो ठाउँमा त आएको छु तर यो अफिस आएको छैन, त्यही भएर जान्छु. गाइस गुगल म्याप्सले यही बाटो देखायो है. It looks a bit dodgy though, no offense. तर यो कस्तो बाटो आयो यार म यार. प्राइभेट प्रपर्टी टेनेन्ट पार्किङ ओन्ली देखाएको छ होइन. अब जाँदैछु यही स्ट्रिट देखाएको थियो. अनि त्यहाँ मेरो एउटा साथी कुरिरहेको हो र. वी आर डुइङ बडी सेसन. आज पनि म क्लाइन्टको अफिसमा हो. कति यही भन्नु भनेर भनेको छैन. घरबाट काम गर्दा कति आनन्द फिल हुन्थ्यो. अहिले त यताउति जान परेर यस्तो दिक्क परिसकेँ. ल गाइस जसो तसो म आउन आँटिसकेँ. अब एज युजुअल आज पनि केही फुटेजहरू खिच्न पाउँदैन होला. किनकि यो क्लाइन्ट चाहिँ कस्तो भन्दा दे आर लाइक अ स्टुडेन्ट सर्भिस प्रोभाइडर के. स्टुडेन्टहरूको सो इट विल बी हार्ड फर मी टु फिल्म. तर ठिकै छ. इफ आई क्यान आई विल सी यु गाइज अन माई ब्रेक. If not, let's continue the day. Guys, काम सकेर म अब घर जाँदैछु. I'm at the metro station. Metro station को भ्यू यस्तो छ. राति भइसक्यो. Too dark already. ल प्लेटफर्ममा छिरेँ म. अब फेरि एक्चुअली एक राउन्ड तल एस्केलेटरमा जानुपर्छ. अनि त्यसपछि हामी हाम्रो ट्रेनमा पुग्छ.
I think the metro is in 5 minutes 5 मिनेटमा छ अनि ट्याक्क म अर्को स्टपमा पुग्छु त्यहाँबाट अर्को ट्रेन चेन्ज गर्नुपर्छ मेट्रो चाहिँ ठ्याक्क यसमा आउँछ यो ढोका खुलेपछि हामी छिर्नु अनि आजको क्लाइन्ट पनि बिजी नै थियो भन्नाले धेरै बिजी त थिएन तर खासै फुटेजहरू खिच्न पाउँदैन आफ्नो अफिसमा गएको जस्तो हुँदैन अब घर जान्छु अनि सुषमा पनि घर आइसक्यो होला आज गाइज हाम्रो मेट्रो आउँदैछ मेट्रो आयो ठ्याक्क यो डोरमा ओपन हुन्छ मोस्टली पार्टिसन छ ल गाइज म झरेँ लुक एट दिस पिस अफ आर्ट सिधा छ यार अब ट्रान्जिट नम्बर 2 अब यहाँबाट ट्रेन चेन्ज गरेर जानुपर्ने छ अनि त्यसपछि फेरि अर्को ट्रेन चेन्ज गर्नुपर्ने छ है त गाइज म घर जाने बाटो आइसकेको छु म मासु लिन आएको छु अनि हामीले चाहिँ मोस्ट अफ द टाइम वी बाई फ्रम दिस सप आई थिङ्क त्यहाँ पाकिस्तान अँध्यारो भइसक्यो यार 5 बजे काम सकेर निस्किँदा त वाइल्ड अँध्यारो भइसक्यो अब घर गएर खाना खानु पर्यो Alright guys, अब घर आइपुगे I think I might have to end this video. I'm too tired. It was a very long day. अनि भिडियो हेर्ने सबैजनाले सब्स्क्राइब गर्नु पर्यो है सब्स्क्राइब गरेको देखिरहेको छैन Make sure you subscribe our channel, like the video and leave a comment. Thank you all for the support. Bye.